मर्निङ गाइस कसको मोबाइल हो थाहा तर मोबाइल चाहिँ हेरेछ उठाइदिनु क्या बहिनी दाई भन के भनिन् दाई भनिन् क्या सक्यो क्या पौडी हाल्ने ढुङ्गा चलाउने जम्मै घुडाउने भन्थ्यौ के रे गरौ के हान्नमा फोटो त खिच हान्न यहाँ एकछिन बाटोमा बसिरहेको केटाहरूले चाहिँ मोबाइल हरायो अरे ग्याङको नाम मोबाइल हरायो आज बेलुकाले पार्टी दिन्छन् हामीलाई सबैलाई 4 घन्टापछि अनि त्यहाँपछि जय नेपाल गुड मर्निङ गाइस डे 2 अनि डे 2 मा चाहिँ आज हाम्रो दाइभित्र हुनुहुन्छ क्या डे 2 मा चाहिँ अब हामी चाहिँ च्याटर लाएर जुत्ता लाएर निस्किन लागेको अनि त्यहाँपछि त्यही के हो एकछिन ल है एकछिन है ल हामी चाहिँ यहाँबाट निस्किन लागेको टाइम चाहिँ धेरै नै भयो अलिक ढिलैसँग बस्यो हामी यहाँ चाहिँ ढिलोसँगै बस्यो त्यही भएर नै होला ठिक छ अब यहाँबाट चल्दिने कहाँ रे के ताल रे त्यो के सिसर पे हो के ताल छ अरे त्यहाँ गएर केटाहरूले जम्मै ढुङ्गा हानिदिने रे ओइ माएको छ जम्मै ढुङ्गा हानिदिने रे कसले यो मोबाइल यहीँ छोडेर गएको कसको मोबाइल हो थाहा तर मोबाइल चाहिँ हेरेछ उठाइदिउँ कि क्या हो ल हजुर ओके दाइ हस् दाइ हस् त्यही हो हामी चाहिँ निस्किँदै बाहिर तातो घाममा केटाहरूले बाइक कुल स्टार हानिदिइसक्यो यार हामी केही हान्ने छैन यस्तो यार हेत सब टाठै बाठो त्यही हो यी हाम्रो चटनी फोना बोल्दै हुनुहुन्छ भाउजूबान अरे मलाई त तेरी माछा र बिहारी चाहिँ है तैँले भाउजूबान भनेको सिङ मलाई भन् त यता हो के भन् मैले पनि अस्ति बसेकोलाई भाउजू भनौँ त बसेकोलाई तैँले के भनेको मलाई हिजो भाउजूबान भनेको किनस् कति बेला भन्यो इस्युलाई भाउजूबान भनेको किनस् ल अब यहाँबाट श्री होटेलबाट हामी निस्केको यहाँ तर एउटा छ अरे होइन यहाँ तर एउटा ताल छ अरे त्यतितिर निस्किन लाग्यो हामी चाहिँ त्यही हो म पनि त्यहाँको रेडी भइसकेँ अब यहाँबाट निस्किने तालसालको भ्यू स्यू लिने 1-2 घन्टा त्यहाँ बुल्ने अनि फेरि राताको लागि हामी निस्किँदैछौँ ल त्यही भन्दै अर्को तालनिरको भ्लग हेरौँला है त ल केटाहरूले चाहिँ अहिले केही गर्दैछन् यहाँ फोटोसोटो खिच्दैछन् एकदेखि खोलियो त यो डाँडा रहेछ यो डाँडा के हो यो डाँडाको नाम के हो झुला डाँडा यो चाहिँ झुला डाँडा रहेछ यस्तै हो बाटो हजुर ए ल धन्यवाद ल ल ल ल ल्याउ ल्याउ के देऊ ए मेरी स्याउ दिए क्या फेरि यार भान्जे 2टा देऊ न जाऊ स्याउ र फ्रुटी देऊ न त्यो एउटा स्याउ र एउटा फ्रुटी जा दुकुर त भाइ दा रुक म दिन्न लौ के बहिनी तिम्रो भिडियो गर्दिनँ म ढुक्क बस बहिनी दाई भन कि भाइ भन त्यही हो अब केही भन बहिनीहरूलाई यसो खानेकुरा दिएको गरे भाइले दाई भनिन् कि के भनिन् दाई भनिन् क्या सक्यो त्यही हो अब अरू के होइन केटाहरूले लुनाए धन्दा भान्जे यार मेरो स्याउ पनि देऊ भन्ने आँटे त्यस्तो झिकेर खोल्टीको स्याउ झिक्ने आँटे स्याउ भन्ने बित्तिखेर त यिनी हरामी रहेछ नि यार यही पानी रहेछ नि यार कस्तो कालो प्लास्टिक युज गर्ने यता है दिस इज नट गुड ल हालिदिउँ त पानी हालिदिउँ त सर ओहो केटा यस्तो पारेर राला त 4-5 दिन लाउँछ क्या आएर गइएन भयो यतै घुमेर फर्किनु के फोटो रे त्यस्तो नै हान्नुपर्छ क्या मुला पागल
मुराहरूले शेरपुताल भनेर शेरपुताल भनिरहेको थियो ताल भन्दा ठुलो हो भन्दैछ त यार लास्ट सानो रहेछ ताल त ल ल पौडी खेल्ने डुङ्गा चलाउने जम्मै घोडाउने भन्थ्यौ के अरे गरौ के किन त यति सानो यार यो ताल यार म त हान्दिनँ म त परेर म त उहाँ त नानी खोइ छोडो त भन्छ यस्ता गर्मी यार ल ल केटा ल बसौँ त ल ल बसौँ त ल केटा जाम ल ल बसौँ ल हामी यति हो नि केटाहरू होइन 1 घन्टाभन्दा बढी होइन रे केटा हो झऱ्यो भने उही यो त खतरा गद्दा रहेछ यार ल यो लियो त एकौँ त हानेको हुन्छ नि पछि गर नि हाने नि मैले लाऊ तिमी त बस त ल केटाहरूले हान्न लाग्यो भाइ धकालिदिने होला नि धकाल्नु पऱ्यो है हामी उठौँ हामी भाइ हामी झरौँ कि क्या है खै झरेपछि हामी कसरी बस्दैन नि गाह्रो भयो क्या हामी बसेर यार त्यो पानी घुस्दो रहेछ क्या हो ए केटाहरूले हाने ल केटाहरूले सही हो हानिसके यस्तै एक राउन्ड हानेर आउने के लानु त मसँग छ गीत ल मेरो फेरि भिडियो बनाउने गीत बनाउँछ नि त्यही हो म चाहिँ ओ त्यहाँ माछा मार्न लैजाने क्या बिचार त्यो दाइहरूले यार कताबाट घुम्ने हो र ल हिँड ल एक साइड मात्रै हान त केटाहरूले हाने माझी दाइले ल ल छिटो छिटो हान न के खेलाएको र ल हानो 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 यिनीहरूले जान्दो रहेछ नि यार जान्दो रहेछ नि यिनीहरूले यार कसम यार बिचरा माछालाई डिस्टर्ब भयो क्या दाइ है गाह्रो नमान्नु है दाइ भाइ हान तैँले हान यताको धेरै यताको हान्नु पर्यो क्या पहिला यताको हान्नु न ल बस हानिदियो भयो क्या नपल्टियो भयो होइन है ल केटाहरूले हानिसके फेरि घरि यता हानिन्छ माछाहरू जाम हामी जाम त आऊ तिमीहरू पछाडि आऊ त केटा तिमीहरू पछाडि आऊ त अगाडि गर होइन म अगाडि आएर हान्छु ल तिमीहरू जाऊ पछाडि जाऊ तिमीहरू पछाडि जाऊ होइन हामी हान्छौँ क्या हामी हिँडाउँछौँ तिमीहरू पछाडि बसेर हानु क्या बिस्तारै बिस्तारै ल मोबाइलबाट खिच्छु क्या म केटाहरूले केही नि हुन्न ल जाऊ तिमी पछाडि जाऊ जाऊ तिमी पछाडि जाऊ त तिमी पछाडि जाऊ ल क्यामेरा लिएर पछाडि जाऊ क्यामेरा लिएर पछाडि जाऊ के ल ल ल ल ल गाइजहरूले हामी चाहिँ अहिले के तालमा रे लास्ट खै यो तालको नामै थाहा छैन यार सिरियर के ताल हो रे यो फेरि उताको भेट त भाइ एक्लै भ्याइदिँदो रहेछ भाइ एक्लैले भ्याइदिन्छ त औडा रहेछ नि भाइ त मेन ड्राइभरहरू
एकचोटि तिमीहरूले एकचोटि हामी हान्छौँ क्या यसरी अनि जान्छ कि ल सधैँभरिको होइन यो जुनी केही समयको जीवन शैली बाबु आनन्द अन्त यता लैजाउँ यता त लैजाउँ यता यता भाइ हान त मजाले घुमाइदियो ल भिडियो खगै केटाहरू खेले के डुङ्गा हो भाइ यो ऱ्याफ्टिङ हो यो ऱ्याफ्टिङ हो यो गणेश ल जाम जाम त ए जाम न ए कति भाइलाई यिनीहरूले ड्याङ हाने यार मेरो त हान्दैन हो एउटा फोटो हामीले सेल्फी हान्न लगाइरहेको हामी यहाँ हान्नमा फोटो त खिच हान्न यसले फोटो खिच्न जान्दैन क्या यो यसले फोटो खिच्न जान्दैन क्या ओइ आगो हाने चलो त्यही हो यो त यस्तै रहेछ त ल जाम केटा जाम यहाँ रहेछ त यत्रो साइक्लिङ कसले साइक्लिङ छैन भनेको ए भाइ यार साइक्लिङ छ भन्नु पर्दैन यार तिमी यार भन्दैन भनिदिने यार अनि अहिले यार तिनजना अरू पनि खेलिदिन्थ्यो नि अनि ऊ हेर त ऊ भगे सकियो जाम अब यार कहाँ पुग्नु छ यार तिमीहरू यार यहीँ यार यही कुनो मेरो ज्याकेट यही हो क्या है यो होइन यो चेनवाला जाम ल मैले ज्याकेट पनि भेटेँ सब भेटेँ मैले त्यो चस्मा ल्याउनु त एकछिन म भ्लग बनाएर मस्त छैन क्या अलि दिन्छु क्या तिम्रो म तिमी यस्तो कपाल काटेर हिरो भइछौ यस्तो नलाउ कि टोपी सोपी यसले दिएन क्या मलाई बल्ल दियो भन्नु पर्छ नि दाइ हजुरले यार हामी अरू होइदिन्छन् त्यो राम्रो फल्दैन त पोखरा गरे भने गर त गरे उयो काइकिङ के उयो साइक्लिङ गरेको थिएन भनेर कि ल ठिकै छ अर्कोचोटि आइएछ भने है ए ल सस ल दाइ धन्यवाद यो सामान छोडेन केटाहरू केही नि केटाहरूले सामान छोडेन यो कपिराइट हान्छ क्या यार यहाँ यार ब्लगमा हाल्यो भने हुन्न नि अब भात सात खाइयो पोखरी पनि हेरियो अब फर्किन लाग्यो हामी यहाँबाट होइन साथी कस्तो भयो पोखरीको डुङ्गा सवारी ठिकै भयो राम्रो भयो यता हेर्न यता हेरेर भन्नु भयो क्या रमाइलो भयो अनि भाग्नुपर्छ र क्यामेरा देखेर यस्तै हो केटाहरू क्यामेरा देखेर भाग्ने स्पिकर लियो स्पिकर त्यही हो ल है अब हामी चाहिँ हिँड्नु पऱ्यो यहाँबाट खानासाना पनि लुडाइयो के अरे अब हिँडिदिने हो झ्याममा लाएर हिँडेपछि के हुन्छ म यसो एकछिनपछि भिडियो गर्छु ल यो ठाउँलाई चाहिँ के भन्छ अरे रुकुम पश्चिम चौरजारी ए यो भन्ने ठाउँमा रहेछन् के अरे यसलाई हेरिदिनुहोस् सब यसले बिगारेको बाटोमा सब यसले हो यिनीहरूले कुर्दा हो सब बिग्रेको ठिकै छ अब छोडिदियो त त्यही हो होइन यता हेर न यार
सब केटाहरू यतिकै बसिरहन् श्रीकृष्ण त्यही हो अब तेरीमा नि त ल त्यही हो अब यहाँबाट 4 घन्टा लाउँछ अरे सुर्खेत पुग्नलाई 4 घन्टापछि अनि त्यहाँपछि जय नेपाल कहाँ घुमाए त्यही हो हामी चाहिँ यहाँ अहिले कुन ठाउँमा केही पनि थाहा छैन बिच बाटोमा फसिन्छौँ कसैले यताबाट जा भनिन्छन् कसैले उताबाट जा भनिन्छन् यो भनिन्छन् त्यो भनिन्छन् अहिले यहाँ एआईलाई सोध्नु पर्यो एआईले के भन्छ ल खोइ नेट कनेक्ट गरिदेऊ त गरिदिया त पेट दुखेको यार सादा खानाले ठिक भएको है पेट है ठिक भएन केटाको ल खोइ ल्याउन कसको नेट कनेक्ट छ यसो नेट कनेक्ट हानेर एआईलाई सोधौँ भनेको पुस हुन्न श्रीकृष्ण यो पुस हुँदैन ल त्यसो भए बन्द भई ए यार त्यस्तो खतरा यार छिटै आयो यार यिनीहरू यार छिटै आयो यार कसम त आउन्न होला 1-1.5 घन्टा भनेको यार कहाँ त्यो के कुन बाइक र त्यो यामाको एफजेड हो के त्यो कछुवा बाइक डेन्जर हिँड्दी र डेन्जर हानिदियो क्या हानिदियो यार तिमीले त छिटै हानिदियो त यार तेरो आँखा त खतमै हो त यार अब बेलुका गएर जचाउनु पर्छ पोखराबाट आएको क्या हामीलाई उल्टो पऱ्यो हेर्नु न हामी रारा जानु थियो हामीलाई बरु उताबाट बुटोल हुँदै तपाईँको सुर्खेत निस्किए भए सजिलो पर्ने कताबाट हाई भन क्या हामीलाई त बिलासे डाँडा दैलेखको ल अब दैलेख यहाँबाट चाहिँ दैलेख पुगेला जस्तो छ अब बेलाखा डाँडा हो कि बेलासा डाँडा ठाउँ न मलाई त भोक लागेन म जानियो जाम्न त सुर्खेत 1 घन्टा पुगिन्छ भनेको त बाटो सोध्नु परेन साला हाम्रै पछि आएर ठुलो कुरो गर्छ यसले ठुलो कुरो गर्यो हामीले लिएर आइछौँ यहाँ पछि साला चटनी भाइ के रे दाइ आएको थिएन क्या कहाँ मऱ्यो कुन्नी केटाहरू के गरिदियो अनि तिमीलाई आफ्नो छोटो देखाउनु मन लाग्यो चाहिँ म देखाउनु ठ्याक्कै यहाँ गरौँ है अनि त्यहाँ बाहिर पछि देखाउनु पऱ्यो नि ठ्याक्कै के भरे कसको कहिले अब के अन्त नि ल कस्तो केटाहरूले कहाँ अघि नै उहाँ बोल्दै थियो त ल यो बन्द गरेर उहाँले यहाँ एकछिन बाटोमा बसिरहेको केटाहरूले चाहिँ मोबाइल हरायो अरे त्यही हो हेत्तेरिका ल हामी यहाँ यसो सानोतिनो काम पऱ्यो त्यही भएर अब साथीको मोबाइल हरायो अरे के गर्ने यहाँ टेन्सन भइरहेको छ अब साथीहरूलाई नि अब यहाँ रमाइलो छ अब यहाँ घर त्यस्तो घर रहेछ यता टक्क लाएर यस्तो छ ल भाइहरूको नाम के हो ल भनिदेऊ त ल यो ठाउँलाई के भन्छ त नि ब्याउरे सुर्खेत बाउरे यहाँबाट सुर्खेत जानु कति टाइम लाग्ला अब आधी घन्टा लाउँछ लाग्दैन यार 2 घन्टा ओ डेन्जर ढाँटियो यार के रे छैन क्या जम्मा 34 किलोमिटर छ 2 घन्टा लाउँछ
हाउडा रहेछ झ्यापमा हो खान्न नि के खान्न नि कति क्लासमा पढ्छ 5 तिमी 7 के रे यसको नाम यो ठाउँको नाम ब्याउरे कस्तो छ नि नाम पनि ब्याउरे अनि भन्नाले अब यो सुर्खेत मेन बजारै जान्छ यहाँबाट सिधै बजारै निस्किन्छ अनि कहाँ गएर आएको त नि तिमीहरू कहाँ माथिबाट कताबाट आएको त नि घर कहाँ हो उतै हो ए यहाँ के खानेकुरा पाउँछ त नि पाउँछ त्यस्तो खानेकुरा होइन अर्कै खानेकुरा हे तेरिके ल त्यसो मजा गरेको है ल होइन मैले त्यत्तिकै बनाएको तिम्रो नाम के अरे म त्यही राखिदिन्छु ब्लगमा ल सुमित ब्लग गोरे ब्लग्स है भाइको आयो क्या अब भाइ भाइरल भयो क्या नाचिदिन्छौ र टिकटक कहाँ नाचिदिन्छौ र नाच्ने नाच भाइरल हो अनि फेरि यहाँ युट्युबर आउँछन् जम्मै क्यामेरा लिएर तिमी भयो तिमी ओके ल है केटा है ल धन्यवाद है के अरे ब्याउरे यो ठाउँ हामी ब्याउरे भन्ने ठाउँमा रहेछौँ ल केटा हो ब्याउरे भन्ने ठाउँमा रहेछौँ के अरे अब सब केटाहरू यसरी नै बसिरहन् तनाव भइरह्यो अब त्यो साथी आएको अरे अब मोबाइल हरायो अरे अब ठिकै छ अब हराए पनि कसको के गर्न सकेन यार एउटा साथीको आउँदैछ मोबाइल हरायो आज बेलुकाले पार्टी दिन्छन् हामीलाई सबैलाई मागेको छ केटा हो केटाहरू सही छ नि यार यहाँ ग्याङ रहेछ ग्याङहरू चाहिँ एस्कीमा यसलाई छोटे भन एकचोटि सबैले छोटे भन त भनौँ त ल पछि के झोलै यत्रो झोलै झर्दा त थाहा हुँदो रहेछ मोबाइल छोडिदेऊ क्या यार कस्तो गर्छ हो कि ल भन त ल केटा है ठिक छ केटा हो तिमीहरूको यो के ठाउँ रे भ्याउरे तिमीहरूको के हो त नि ग्याङको नाम ओए कोब्रा ग्याङ हो सक्ने भाइ कोब्रा ग्याङ रे ल कोब्रा ग्याङहरू मोबाइल त्यहाँ झरिछ होइन त्यहाँ कसैले थाहा पायो भने गर पिटिदियो जाओ कोब्रा ग्याङ यो डेन्जर जेरी फुच्चे भाइ यार त्यहाँ पुलिस चौकी छ नि पुलिस चौकी त्यहाँ जिप सिप लाउँछ नि फेरिको पुलमा तिमी के भोटे चोरै के भन्छ नि त्योभन्दा अलिकति माथि मालदानी हो त्यही मोबाइल झरी चाहिँ केटा जा गरेर पिटिदियो है पिटेर लिइदियो मोबाइल लिएर त्यहाँ यो लाउरे हो यो लाउरे हो है यो केटा हो हेर त भातमा बाघ लिएर हिँडेको बिरालो भएर दिइजाउ नि बिरालो जस्तै छ बाघ बनाइछौ हाता त्यही भएर नबनाऊ तिमीहरूले बरु सिधै बिरालो बनाऊ है बाघ हेर त बाघ बनाएको हेर त स्याल जस्तो ल केटा ल भनौँ त मा कसम कसले भन्दो रहेछ हान्दैन है ग्याङहरू अनि भाइरल हुनेला नि एउटा डान्स हान्थ्यो नि त ग्रुप डान्स ल मोबाइल हरायो यिनले चाहिँ पार्टी दिन्छन् केटा आज हामीलाई तिमीहरू जा मोबाइल ल्याऊ बुझ्यौ नि त्यहाँ गएर मेरो दाइको मोबाइल हराइछ ल्याऊ भन कुन मोबाइल रे होनर भन्दा हो पछाडि यत्रो गोलो क्यामेरा हो होनर हो भनौँ क्या है अनि तिम्रो कभर कस्तो अरे कालो कभर छ क्या त्यसमा है जाऊ ल भान्जे फेरि आत्तेका हो नि किन होला कुन यहाँ आमै नि लगेडा है कोब्रा ग्याङ लगेडा है कोब्रा ग्याङहरू खतरा रहेछन् ल यति भन्दै यहाँ दिनु पर्यो यहाँबाट हाम्रो यात्रा बास बस्ने ठाउँसम्म पुग्यो निकै औदारहरू थकित भएकाले भिडियो बनाउन सकिएन हामी बास बिसाएको होटल यही हो Thank you so much for watching guys. Please do like, comment, share and don't forget to subscribe.